मैले उहाँको ऱ्याप ब्याटल यमबुद्धसँग गाएको त्यो दारी फालेको अवस्थामा मेरो लुक्स र उहाँसित मिल्छ क्या जस्तो लाग्यो। अहिले तपाईँलाई झट्ट हेर्दाखेरि आफ्नै अनुहार बढी मनपर्छ कि बालेन्द्र शाहसँग मिलेको अनुहार चाहिँ बढी मन पर्न थालेको छ? म राजन खनाल नै हो। मेरो अब लुक लाइक प्रधानमन्त्रीको भयो होइन, तर म राजन खनाल नै भएर यो समाजमा राम्रो काम गर्न चाहन्छु। स्ट्रेसमा भएर हिँडिराखेको बेलामा मलाई देखेपछि मुसुक्क हाँस्नुहुन्छ कि धेरैजना। एउटा कमाउनु भन्दा नि जोगाउनु ठुलो कुरा हो। थोरै अमाउन्टले पनि आफू अब सेल्फ कन्ट्रोल भएर अनावश्यक कुराहरूमा म खर्च गर्दिनँ। बालेन्द्र शाहको मनै नपर्ने बानी के छ हजुरको? बाहिर अब उहाँ कम बोल्नुहुन्छ भन्नुहुन्छ, किनभने आउनुहुन्छ फोटो खिचाउँ सेल्फी हान्नु भनिन्छ आफै हानिदिनुहुन्छ अनि हिँडिदिनुहुन्छ क्या। हेलो एभ्रिवान, द नवीन सोको एउटा अर्को एपिसोडमा स्वागत गर्दछु। आजको एपिसोड अलिकति फरक हुनेवाला छ किनकि आजसँग हामीसँग हुनुहुन्छ स्पेसल गेस्ट। स्पेसल एज इन अहिलेको ट्रेन्डिङ टपिक भन्ने बित्तिकै नेपालको 2/3 सरकार छ। सरकारमाथि पनि अझ धेरै पपुलर र धेरै अहिले चर्चाको विषयमा आइराख्ने पात्र बनेका अहिले हाम्रो प्रधानमन्त्रीजी हुनुहुन्छ, माननीय प्रधानमन्त्री बालेन्द्र शाह। यो कुरा जोड्नुको एउटा मुख्य कारण के हो त भन्दाखेरि आज हामीसँग जो गेस्ट हुनुहुन्छ उहाँ झट्ट हेर्दाखेरि हुबहु बालेन्द्र शाह जस्तै देखिनुहुन्छ र त्यही लुक्सकै कारणले अहिले सामाजिक सञ्जालमा एकदमै चर्चामा पनि हुनुहुन्छ र उहाँ हुनुहुन्छ राजन खनाल र उहाँ हाम्रो स्टुडियोमा आज उपस्थित हुनुभएको छ। आज त्यही उहाँको लुक्ससँग आधारित रहेर उहाँले आफ्नो दैनिकी कसरी बिताइराख्नु भएको छ र त्यो अनुहार मिल्दै गर्दाखेरिको उहाँको जीवन कस्तो छ, त्यसले कतिको प्रभाव पारेको छ भनेर हामी डिस्कसन गर्न जाँदैछौँ। राजनजी, हजुरलाई स्वागत छ। नमस्ते, धन्यवाद। तपाईँले झट्ट एउटा प्रश्नबाट सुरुवात गरिहालौँ। पहिलोपटक कसैले तपाईँलाई चाहिँ तपाईँको अनुहार त बालेन्द्र शाह जस्तो देखिन्छ भनेर भन्दै गर्दाखेरि तपाईँलाई कस्तो महसुस भएको थियो? सुरुमा भन्दाखेरि हजुर, पहिलोचोटि कसैले तपाईँलाई भन्यो होला नि त, तपाईँ त बालेन्द्र शाह जस्तो देखिनुहुन्छ भनेर त कसैले त हिट गर्यो भन्नुभएको थियो। म सुरुमा भन्दाखेरि मेरो एउटा विदेशमा रहने सुमन श्रेष्ठ भाइसँगै म कतारमा थिएँ। हजुर, त्यतिखेर भाइलाई नै मैले सोधेँ म बालेन्द्र शाह जस्तो देखिन्छु र भनेको थिएँ। तपाईँलाई कसरी थाहा भयो आफू चाहिँ बालेन्द्र शाह जस्तो देखिन्छु कि भन्ने? होइन हेर्दाखेरि त्यस्तो महसुस भयो हजुरलाई? मैले स्ट्रक्चर भन्ने एउटा वर्ड पढेको थिएँ। स्ट्रक्चर भनेको कुनै पनि स्ट्रक्चर चाहिँ त्यत्तिकै बन्दैन, इमेजिनेसन गर्नुपर्छ। इमेजिनेसन गर्दाखेरि त्यो ठ्याक्कै सम्झिनिन्छ क्या। आफ्नो फेस पनि कोसित मिल्छ भन्दाखेरि मैले उहाँको ऱ्याप ब्याटल यमबुद्धसँग गाएको त्यो दारी फालेको अवस्थामा मेरो लुक्स र उहाँसित मिल्छ क्या जस्तो लागेर अनि मैले चाहिँ त्यतिखेर नै। यो कति बेलाको कुरा हो? यो वर्ल्ड कप हुँदाखेरि, कतारमा वर्ल्ड कप चलेको थियो नि त्यति 2022 को। अनि त्यहाँपछि मैले दारी पाल्न सुरु गरेँ। त्यति बेला प्रधानमन्त्री भइसक्नु भएको थियो, के अरे मेयर भइसक्नु भएको थियो बालेन्द्र शाहजी? हुनु भएको थिएन होला त्यतिखेर, भयो 2022 मा भइसक्नु भएको थियो होला। भइसक्नु भएको। तपाईँलाई लागेको थियो बालेन्द्र शाहसँग अनुहार मिल्दै जाँदाखेरि मैले यत्रो फेम कमाउँछु होला, यत्रो सबैजनाले मलाई चिन्नुहुन्छ होला जस्तो महसुस गरेरै तपाईँ चाहिँ बालेन्द्र शाह जस्तै बन्नतिर लाग्नुभयो कि जस्ट एउटा गरौँ न त भन्ने तरिकाले सुरुवात गर्नुभएको थियो? सुरुमा मलाई त्यो भाइसित सोधेपछि देख्नुहुन्छ भन्दाखेरि अनि टिकटकको सानो मैले आइडी खोलेको थिएँ, आफ्नै आइडी। अनि टिकटकमा चाहिँ गेस्टमा लिँदाखेरि को बालेन्द्र शाह जस्तो आयो भन्ने टाइप। अनि त्यसपछि मलाई कन्फिडेन्स थियो। अनि मैले चाहिँ पोखरामा काम गर्ने सिलसिलामा त्यहाँ पार्किङ म्यानेजमेन्टको म्यानेजरको पोस्टमा मैले शिवजी पुम्दीकोटको काम गर्थेँ। त्यहाँ गर्दाखेरि कस्तो भने एउटा रुखले पनि मान्छेलाई अलिकति गर्न सकिन्छ जस्तो महसुस भयो। अहिले तपाईँलाई झट्ट हेर्दाखेरि आफ्नै अनुहार बढी मनपर्छ कि बालेन्द्र शाहसँग मिलेको अनुहार चाहिँ बढी मन पर्न थालेको छ? मलाई उहाँको अनुहार मिलेको एउटा यो चाहिँ एउटा सौभाग्यको कुरा नि हो। प्रधानमन्त्रीको लुक्स मिल्न जानु कसैको जीवनमा मेल खाए एउटा संयोग मात्र हुनेछ भने जस्तै। तर आफ्नो नेचुरल मेरो लुक्स नै हो यो पनि।
र दारीहरू फ्याँक्दाखेरि फेरि आफ्नो रूप हेर्दाखेरि फेरि डिफ्रेन्ट लाग्छ। अलिकति फरक महसुस हुन्छ। आफूले आफूलाई चाहिँ अब अहिले त तपाईँले बालेन्द्र शाहको लुक्स भनेर चिनाइराख्नु भएको छ, आगामी दिनमा यही लुक्सले चिनिराखौँ जस्तो लाग्छ कि अब आफ्नो पनि एउटा आइडेन्टिटी छुट्टै बनोस् जस्तो लाग्छ? म राजन खनाल नै हो। मेरो अब लुक लाइक प्रधानमन्त्रीको भयो होइन, तर म राजन खनाल नै भएर यो समाजमा राम्रो काम गर्न चाहन्छु। यो नेपालमा राम्रो विकास र सानो भए नि एउटा सामाजिक काममा इन्भल्भ भएर देशको कालो चस्मा लगाएर कि कालो चस्मा निकालेर? कालो चस्मा निकाल्नु पर्ने अवस्था निकाल्ने। अहिले निकालिहाल्ने रहर त छैन। अहिले अब यो चस्माले चाहिँ कसैलाई इफेक्ट पर्छ, कसैलाई चाहिँ नराम्रो पर्छ भने त निकाल्नु पर्यो। पहिला सामान्य राजन खनालको जीवन र अहिले प्रधानमन्त्री जस्तै देखिने राजन खनालको दैनिकीमा चाहिँ कतिको फरक आएको छ? फरक धेरै नै छ। किनभने जनताहरूको दर्शकहरूको माया पाइरहेको छु। हजुर, माया यस्तो चिज रहेछ कि एउटा माया भयो भने मान्छे एक्लै हुँदैन। त्यसै सबैको माया, कहीँ हिँड्दा पनि लुक्स बालेन्जी भन्ने होइन, बसम चिया खाम भन्ने एउटा कसैले सोध्यो नि त। तर यो आफ्नो परिचय आफ्नो ठाउँमा छ, तर एउटा मान्छे दर्शकको माया भनेको धेरै ठुलो कुरा हो। जस अहिले बालेन्द्र शाह भनेर मान्छेले चिन्दै गर्दाखेरि आफूलाई एकदमै खुसी महसुस भइराखेकै हुन्छ। खुसी नै हुन्छु। खुसी कस्तो हुन्छ, आफू दुःखी भए पनि धेरै मान्छेहरूलाई, धेरै अब दर्शकहरूलाई मैले एउटा लुक्सले हाँस्नुहुन्छ धेरैजना। कसैलाई खुसी दिनु नै ठुलो कुरो नि हो। कोही स्ट्रेसमा भएर हिँडिराखेको बेलामा मलाई देखेपछि मुसुक्क हाँस्नुहुन्छ कि धेरैजना। किनभने म आफू एउटा भए तापनि खुसी दिनु नै ठुलो कुरो या लुक्स, त्यही हो। अहिले हजुरले गर्न चाहिँ के गर्नुहुन्छ काम चाहिँ? अहिले मैले सामान्य अब काम, अब जब नै गर्छु। अहिले त तपाईँको दिनहरू त धेरै ठाउँमा मान्छेहरूलाई भेट्दै होइन, अन्तर्वार्ताहरू दिँदै पनि बितिराखेका होला, मान्छेहरूले गेस्टको रूपमा पनि बोलाइराख्नु भएको हुन्छ। यो हिसाबले हेर्दाखेरि मान्छेहरू अलिकति हामी एउटा स्टारडम मेन्टेन गर्नतिर पनि बढी फोकस्ड हुन्छौँ होइन। यो भइरहँदाखेरि आफूले आफूलाई व्यवस्थापन गर्न, आफ्नो खर्चहरू व्यवस्थापन गर्न यो कसरी म्यानेजमेन्ट गरिराख्नु भएको छ त हजुरले? यो कस्तो भने धेरै एउटा कमाउनु भन्दा नि जोगाउनु ठुलो कुरा हो। थोरै अमाउन्टले पनि आफू अब सेल्फ कन्ट्रोल भएर अनावश्यक कुराहरूमा म खर्च गर्दिनँ। सामान्य रोजगारीको पैसाले नि म आफू लगायत मेरो परिवारहरूमा अब खर्च सानोतिनो चलाइरहेको छु। जस आफ्नो दिनहरू चलाउनलाई, आफ्नो खर्चहरू चलाउनलाई समस्या भएको छैन? त्यस्तो समस्या त छैन। समस्या त अब आफ्नो इच्छा चाहनाहरू त धेरै ठुला हुन्छ नि त। त्यो महत्त्वाकांक्षा चाहिँ कहिले पनि जीवनमा हुनु हुँदैन। म हुँदिनँ र अरूलाई पनि नहुनु हुँदैन। किन आफ्नो जति क्यापासिटी छ नि त्यसैमा आफू निर्भर हुनुपर्छ। आज संसारमा मान्छेहरू कति पर्सेन्ट मान्छेहरू त आफूले नसक्ने कुरालाई नि महत्त्वाकांक्षी भएर त्यसमा डिप्रेसनमा, नराम्रो अब कुलतमा अथवा चाहिँ गलत बाटोहरू अपनाइरहेको हुनुहुन्छ जस्तो लाग्छ। जे छ त्यसैमा खुसी हुने, सन्तुष्ट हुने। हजुरले भनेको कुरा एकदमै राइट पनि। किन भन्दाखेरि उच्च आकाङ्क्षाले नै मान्छेलाई निराश बनाउने त हो नि। आफ्नो आकाङ्क्षाहरूलाई नै सीमित गरिदियो भने मान्छे धेरै निराश हुनु पनि पर्दैन। र अहिले तपाईँ यसरी बालेन्द्र शाह भनेर हिँडिरहँदाखेरि, इन्टरभ्यूहरू दिँदै गर्दाखेरि मिलियन्समा भ्युज पनि आइरहेको छन् होइन। राम्रै तपाईँले एप्रिसिएसन पाइराख्नु भएको छ नि त सोसियल मिडियामा। यस्तो बेलामा तपाईँको परिवारका सदस्यहरूको रियाक्सन कस्तो छ? उहाँहरूले के भन्नुहुन्छ हजुरलाई? राम्रै छ। तर सुरुमा मम्मीले नै भन्नुहुन्थ्यो दारी सारी फ्याँकेर नराम्रो देखियो, कपडा नि अलि राम्रो लाएर हिँड्ने, दारी फ्याँक्ने, चट्ट नहुँदै गर्ने भने। एउटा माया कि आमाको माया भनेको सबभन्दा ठुलो चिज रहेछ। आमा भनेको त एउटा धरती हो। बुवाले बरु त्यस्तो मतलब राख्नुहुन्न।
किनभने छोरा मान्छेको स्वभाव र महिलाको फरक नै हुन्छ। तर म दुवै बुवा आमालाई सम्मान गर्छु। अब सुरुमा त गाह्रै थियो, यो लुक्समा हिँड्दाखेरि के भएर हिँडेको होला, यस्तो नराम्रो भएर राम्रो मान्छे नि भन्ने हुन्थ्यो उहाँहरूले। अनि पछि भाइरल हुँदै गइसकेपछि यो त यस्तो हो, बालेन्द्र शाह जस्तो देखिन्छ त्यही भएर बालेको भन्नुहुन्थ्यो। जस फ्यामिलीमा त्यस्तो रुकावट छैन यो लुक्सलाई लिएर, खुसी नै हुनुहुन्छ? म्यारिड कि अनम्यारिड हजुर? म्यारिड हो। ए म्यारिड। पहिले बिहे गर्नुभएको थियो कि बालेन्द्र शाहको लुक्स पछि बिहे भयो? पहिले नै हो। ए कति साल भयो? भयो 10 वर्ष जति। सँगै हुनुहुन्छ अहिले काठमाडौँमै कि गाउँमै हुनुहुन्छ? फ्यामिली आफ्नो बुढो यसरी बालेन्द्र शाहसँग ठ्याक्क मिल्दोजुल्दो अनुहार हुँदै गर्दाखेरि आफ्नै श्रीमतीको रियाक्सन के छ, उहाँको चाहिँ ओपिनियन के छ यो विषयमा, लुक्समा चाहिँ? राम्रै छ, त्यस्तो दारी मिलाउनुहोस् दारी मिलाउनुहोस् नै भनिराख्नु। दारी मिलाउने अलि राम्रो, जस्तै यसैलाई पनि मेन्टेन गरिराख्नुपर्छ। अब दारी त अब कस्तो पलाइरहेको छ, तर मलाई त्यस्तो प्रोफेसनल तरिकाले पार्लरमा जाने अथवा त्यो उहरूमा गएर गर्ने मेरो इच्छा नै हुँदैन। 5 रुपियाँको बिलेट किन्यो त्यसैले पुऱ्याउँछु। आफै सबै मेन्टेन आफैले गर्नुहुन्छ? आफै नै गर्छु, किनभने अब पार्लर अब सधैँ नै भ्याइँदैन नि त गएर गर्न। व्यस्त जीवन, दौडधुप चलिरहन्छ। अर्को कुरा के हुन्छ भने तपाईँको सामान्य आफैले 5-10 मिनटमा गर्न सक्ने कामको लागि 400-500 रुपियाँ खर्च गर्न पनि पैसालाई चिन्न पर्छ कि कस्तो भने 1 रुपियाँ पनि कुनै ठाउँमा महत्त्वपूर्ण हुनसक्छ। त्यहाँ अब गाउँघरतिर त एउटा सबै खानेकुराहरू पकाउन रेडी छ, आगो भएन भने त काम लागेन नि त। काम छ त्यो आगोलाई चाहिँ एउटा मार्चिस किन्नलाई 1-2 रुपियाँ चाहियो नि, महत्त्वपूर्ण आगोको हुन्छ कि त्यही किन्नलाई 2 रुपियाँ भएन नि भोकै बस्ने अवस्था नि हुन्छ। पकाएर खाने नि त एउटा स्रोत आगो हो, त्यही भएर पैसा भनेको 5 रुपियाँ 10 रुपियाँ नि एउटा इम्पोर्टेन्ट कुरा हो। त्यो अहिलेको जेनेरेसनले बुझ्न एकदम जरुरी पनि छ। हुन त अहिले पैसाको भ्यालु पनि घट्दै गइरहेको छ। 400-500 रुपियाँ बाहिर निस्किने बित्तिकै 1000 रुपियाँ सकिएको पनि थाहा हुँदैन। अनि नास्ता खाँदै 200-400 गइहाल्छ मजाले। 200-400 पनि ठुलो कुरा हो। एउटा हामीले चाहिँ त्यही पैसालाई पनि घरमा पकाएर खायौँ भने, घरमा बनाएर सिकेर, जस्तै चाउमिन बनाउनु पर्यो भने चाउमिनको मेथडहरू तरिकाहरू सिक्यो भने त घरमै बनाएर खान सक्यो नि त। अनि त्यो आधा पैसा त बच्छ नि त, त्यो आधा पैसाले अरू काम गर्न पाइयो। अब यसरी तपाईँ आफै बालेन्द्र शाहको लुक्समा हिँडिरहँदाखेरि साँच्चीकै एक दिनका लागि तपाईँ बालेन्द्र शाह बन्ने मौका पाउनुभयो भने तपाईँले गर्न चाहेको काम चाहिँ के छ पहिला सुरुमा? मैले बालेन्द्र शाह नै भन्नाले प्रधानमन्त्रीको पोजिसनमा बसेर बालेन्द्र शाह जसरी काम गर्ने मौका पाउनुभयो भने? मैले सबभन्दा पहिला त सुरक्षा नै हेर्छु। हजुर। जस्तै बच्चा जन्म्यो भने उसलाई सुरक्षा चाहिन्छ। सुरक्षाको अब मेथड उहरू तरिकाहरू होला। देशको सुरक्षा के हो त भन्दाखेरि नेपाल आर्मी 3वटा सुरक्षाका निकायहरू छन्। यिनीहरूलाई मजबुत बनाउनु पर्यो। उहाँहरूलाई एउटा सेवा सुविधा दियो भने उहाँहरूले कहिले पनि त्यस्तो करप्सन हुँदैन यो देशमा। बालेन्द्र शाहको मनै नपर्ने बानी के छ हजुरको नजरमा? तपाईँलाई मन नपर्ने बानी? बाहिर अब उहाँ कम बोल्नुहुन्छ भन्नुहुन्छ, कम बोल्नुहुन्छ भन्नुहुन्छ, तर उहाँले धेरै कुराहरू देशै चलाउनको लागि अब बोलेर नि काम त भएन। काम उहाँले चाहिँ काम गरिसकेपछि बोल्ने भन्ने उहाँको होला अथवा के होला। तर त्यस्तो नराम्रो मलाई उहाँको मानिसमा अब केही न केही अब हुन्छ, मैले यतिकै भन्न गाह्रै। तर पनि उहाँ चाहिँ सामाजिक सञ्जालमा होस् या कुनै पनि ठाउँमा बोल्दै हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई पनि? बोल्न त बोलिराख्नु भएको छ, तर कोही बेलामा जनताको एसेट के हुँदो रहेछ नि, कुनै समस्या आयो देशमा चाहिँ कहीँ केही भयो भने त्यो बेलामा झट्टकै छिटो रूपमा एउटा सम्बोधन भइदियो भने उहाँहरू चाहिँ एकदम शान्त हुन सक्ने हुँदा त्यस्तो कुरामा छिटो दिनु पर्यो।
उहाँ अहिले प्रधानमन्त्री हुनुहुन्छ, 2/3 सरकार पनि बनाएको छ। के साँच्चीकै बालेन्द्र शाहले प्रधानमन्त्री भएर देशलाई लिड गर्दै गर्दाखेरि देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुहुन्छ जस्तो लाग्छ? कतिको विश्वस्त हुनुहुन्छ यो कुरालाई लिएर? बालेनले देश बनाउँछन् भन्ने कुरामा यो कुनै पनि कामहरू एक्लै सम्भवै छैन। समूहमा काम, टिम वर्क भन्छ कि टिम वर्कमा एउटा लिड गर्ने मान्छेले आदेश दिने हो। त्यो अन्य सदस्यहरूले चाहिँ त्यो टिम लिडरको कुरालाई फलो गर्न सक्नु पर्यो। उहाँले इमान्दारिता गरिदिनु भने एउटा हुन नि सक्छ। अन्य राजनीतिक नेपालमा राजनीतिक अन्य नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, माओवादी, अन्य रापरपा सम्पूर्ण दलहरूले पनि एउटा सामूहिक सर्वदलीय बैठकहरू बस्नुपर्ने बेलामा बसेर सबैसित छलफल गरेर समन्वय गरेर उहाँहरूको पनि सपोर्ट हुनुपर्छ। किनभने उहाँ सबैको देश हो नि त यो त। नेपाली काङ्ग्रेसको पनि देश हो, रापरपाको पनि देश हो, एउटा रासोपाको नि हो। अहिले जनताले 2/3 सरकार बालेन्द्र शाहज्यूको हातमा दिनुभयो। रवि लामिछाने उहाँ सभापति हुनुभयो। सबैलाई मिलाएर लान सक्नुपर्छ। त्यसको लागि बोल्नुपर्छ। नबोलिकन त कसैलाई मिलाउन सकिँदैन। जस्तै इम्पोर्टेन्ट समस्या के हो त्यसलाई हो कि प्राथमिकता दिनु। जस्तै हाम्रो थानकोटमा चाहिँ यही कुरालाई मैले जोड्न थालेँ। त्यहाँनिर चाहिँ एउटा हेलिप्याड जस्तो एउटा इमर्जेन्सीको लागि भइदियो भने त्यहाँ चाहिँ मान्छे एम्बुलेन्समा आइरहेको हुन्छ, जाममा परेको हुन्छ कि। अनि त्यो मान्छे 10 मिनट ढिलो पुग्यो भने उसको मृत्यु नै हुन्छ भने त्यस्तो ठाउँमा रेस्क्यु हेलिकप्टर हुनु पर्यो, ताकि त्यो जामलाई नि हेलिकप्टरबाट बिरामीलाई मात्रै मेन इम्पोर्टेन्ट हस्पिटलमा लगेर उपचार गर्न सक्यो भने त मान्छेको एउटा मृत्युबाट बच्न सकियो। त्यस्ता इमर्जेन्सी कहाँनिर छ त्यो बुझेर काम गर्नुपर्छ कि। अब अहिले जनताले ग्यासै नपाएर खाना पकाउन पाएका छैनन्, मजासँगले खाना खान पाएका छैनन् होइन। तपाईँले यस्तो अवस्थामा चाहिँ बालेन्द्र शाहले यो कुरालाई कसरी सहजीकरण गरिदिए जस्तो लाग्छ? यसलाई त मेन आयात अब नेपालमा ग्यासको अब हुनु पर्यो पर्याप्त मात्रामा। हजुर। भारतबाट आउने अथवा चीनबाट आउने अभाव भएपछि त्यहाँ चाहिँ उत्पादन अथवा चाहिँ त्यसको परिपूर्ति गर्नलाई एउटा राज्यले सोचिहाल्नुपर्छ। र यसमा चाहिँ इम्पोर्टेन्ट के छ त भन्दाखेरि एउटा बिजनेससित ग्यासहरू जोडिराखेका छन्। जस्तै ठुल्ठुला होटलहरूमा अनि एउटा प्रतिष्ठित व्यक्तिको घरमा चाहिँ स्टकमा हुन्छ नि त। त्यसलाई चाहिँ एउटा ग्यास नभएर उहाँ खानै नपाउने, अरूले चाहिँ स्टक थुपारिदिने गर्दाखेरि के हुन्छ भने पाउनुपर्ने मान्छेले पाएन त स्टकमा त्यो भयो क्या। त्यो बिजनेससित मान्छेले जोडिराखेको। जस्तै यसलाई पनि बिजनेस नै गर्नु पर्यो। जस्तै यहाँको नेपालको कृषि, पर्यटन, औद्योगिक क्षेत्रहरू, म्यानुफ्याक्चरिङ क्षेत्रहरूमा त्यो पनि चाहियो। तर परिपूर्ति नै अब जनतालाई नै समस्या छ अथवा चाहिँ अलिकति के हुन्छ भने अनुगमनमा पनि कडाइ हुनु पर्यो। जस्तै कसलाई चाहिँ तपाईँको मन्त्रीहरू गएर आफै ग्यास बाँडिराख्नु भएको छ त। हजुर, मन्त्रीहरू आफै फिल्डमा गएर ग्यास बाँडिराख्नु भएको छ, त्यस्तो दृश्यहरू पनि हामीले देख्न पाइरहेछौँ। हो, मन्त्रीहरू अब त्यतिखेर चाहिँ उहाँहरूले ग्यास बाँड्ने होइन, उहाँहरूले निर्देशन दिने हो। एक ठाउँमा उहाँहरू भयो नि त भने त्यही हुनु पर्यो कि। तर उहाँहरू त सबै ठाउँमा हेर्नु पर्यो नि त। एक ठाउँमा ग्यास बाँडेर बस्यो भने त अर्को ठाउँ नपाएको अरू भेला भइहाल्छ, त्यहाँ विरोध गर्न आउँछ। उहाँले निर्देशन दिने हो, त्यहाँको मेन को छ, लिडर को छ, उसलाई त्यहाँ हेर्ने हो। उहाँ त ट्याक्क मेरो विचारमा त मन्त्रीहरू सबै एउटा उमा के त्यो CCTV क्यामेरा हुन्छ नि विदेशतिर सेक्युरिटीको, त्यहाँ बसेर हेर्ने कहाँ के भएछ नि ओके टोके जस्तो एउटा उसले फल्नु ठाउँ भएपछि त्यहाँबाट जिल्ला सबै जिल्लामा हेर्न मिलोस् कि। त्यो भयो भने त्यहाँ हुन्छ नि अब मन्त्रीले ग्यास बाँडिरहेपछि त त्यहाँ भएपछि त अरू ठाउँमा त समस्या भएको छुटे हेर्न पाइएन। तपाईँ आफैलाई व्यक्तिगत हिसाबमा राजनीतिमा आउन रहर छ कि छैन?
किनकि तपाईँ बिस्तारै पपुलर हुँदै हुनुहुन्छ, पपुलर भइसकेपछि जनताको माया पाउनुहुन्छ, जनताको माया पाइसकेपछि मान्छेहरूलाई ओहो म पनि राजनीतिज्ञ बन्छु, नेता बन्छु भन्ने एउटा सोच पलाउन सक्छ। तपाईँको मनमा के छ अहिले? मेरो मनमा त्यस्तो छैन। राजनीतिमा आउनलाई धेरै पपुलारिटीले मात्रै पुग्दैन। यसलाई चाहिँ आफ्नो ब्याकग्राउन्डदेखि लिएर अन्य पनि हुन पर्यो। अब आर्थिक सम्पन्नता पनि हुनपर्छ, किनभने अब अहिले राजनीतिमा एउटा सामान्य वडा अध्यक्ष उठ्नको लागि उसलाई कम्तीमा नि 10-20 लाख रुपियाँ चाहिन्छ। गाडी चाहियो, त साथीहरूलाई ल्याउनु पर्यो, चाहियो चिया पानी नास्ता, सामान्य खाजा नास्ता खुवाउनै पर्यो। त्यो हिसाबले मेरो त छैन त्यस्तो। तर म पनि 12 क्लास पढेको मान्छे भने एउटा किसानको छोरो नि मन्त्री भएको छ यो देशमा भने अब मलाई पनि अब कसैले अफरहरू गर्नुभयो हाम्रो पार्टीमा आउनुहोस्, तपाईँलाई यो सुविधा दिन्छौँ, यसरी गर्नुहोस् भन्यो भने म राम्रो कुराको लागि म रेडी नै छु। एउटा व्यक्ति बन्नु पर्यो, पहिला त आफू नै बन्नु पर्यो, आफ्नो इमेज बनाउनु पर्यो। मेरो सबै अब चिन्नुहुन्छ धेरैजनाले, त्यो नै ठुलो कुरा छ। सबैले प्रधानमन्त्री जस्तो देखिने प्रधानमन्त्री जस्तो देखिन्छ भनिरहँदाखेरि साँच्चीकै एकचोटि प्रधानमन्त्री नै बन्न पाए कस्तो हुन्थ्यो होला भन्ने यस्तो खालको सोच आउँछ कि आउँदैन मनमा? त्यो त सोच भोलि होइन जनताको हातमा छ जे कुरा पनि। अहिले त त्यस्तो सोच्ने गर्नु भएको छैन। त्यस्तो मैले ठुलो सोचे छैन। त्यो सोच्यो भने भोलि होइन त्यो नाकाम भयो, कामयाब भएन भने त्यसले अर्को एक्सिडेन्ट ल्याउन सक्छ अथवा मानसिक मान्छेलाई। म ठुलो सोच्दिनँ झ्यापै। अब म पहिला पनि मलाई चाहिँ त्यो स्टेज प्रोग्रामहरूमा महोत्सवहरू हुँदाखेरि हजुर त्यतिखेर चाहिँ म तल बसेर हेर्दाखेरि कस्तो भने म त्यो स्टेजमा जान पाए कस्तो हुन्थ्यो भन्ने मलाई हुन्थ्यो क्या सानैमा। तर एक दिन म यही लुक्सले अथवा यो क्रेजले भाइरल भइसकेपछि मैले चापकोट महोत्सवहरू भयो, सामान्य त्यस्तै गेमहरू क्लबहरूमा पनि अभियन्ता भनेर स्टेजमा सम्मान गर्नुभयो। त्यो एउटा परिकल्पना गरिसकेपछि त्यो पुरा हुँदो रहेछ, हुन नि हुन्छ। तपाईँ यसरी स्टेज प्रोग्रामहरूमा मान्छेले बोलाइरहँदाखेरि आम्दानी कतिको भइरहेको छ? आम्दानी त सामान्य, अब आउने जाने यसो अलिअलि। त्यही भएर आफ्नो मूल्य भनेको त कहिल्यै पनि तोकेर पनि तोकिँदैन। यज्ञेश्वर अमात्यले पनि एउटा इन्टरभ्यूमा भन्नुभएको थियो, म कुनै पनि कन्सर्टमा गएर चाहिँ पैसा लिन्न अरे कि, किनकि मेरो मूल्य कति हो, मेरो रेट कति हो भन्ने कुरा म आफूलाई अहिलेसम्म थाहा छैन अरे। त्यो उल्टो आयोजकहरूलाई प्रोत्साहन गर्नलाई पैसा उल्टो दिएर आउँछु भन्दै हुनुहुन्थ्यो कि। जस्तै मलाई कसैले अब राम्रै तरिकाले, मैले अहिलेसम्म भनेको नि छैन त्यस्तो, मलाई यति दिनुहोस् उति, आफ्नो खुसीले अब दिन चाहनुहुन्छ भने। अब यस्तो छ, इन्डिया र नेपाल मार्केट पनि फरक छ। तर इन्डियामा तपाईँले जुन गरिराख्नु भएको छ क्यारिकेचर मानौँ एउटा हिसाबको होइन, यस्ता धेरै मान्छेहरू हुनुहुन्छ। अरू जस्तै अक्षय कुमार जस्तो देखिने मान्छे पनि हुनुहुन्छ, अनि सलमान खान जस्तो देखिने मान्छे पनि हुनुहुन्छ, उहाँहरूको भिडियोज पनि आइराखेको हुन्छ। तर उहाँको जीवनशैली एउटा स्टार लेभलको जीवनशैली छ। त्यो र नेपालमा चाहिँ के फरक पाउनुभयो? किन तपाईँ पनि त एउटा हिसाबले सेलिब्रिटीको लेभलमा गइसक्नुपर्ने मान्छे हो नि त। त्यो धेरै डिफ्रेन्स छ नेपालमा, किनभने आउनुहुन्छ फोटो खिचौँ सेल्फी हान्नु भनिन्छ, आफै हानिदिनुहुन्छ अनि हिँडिदिनुहुन्छ क्या। अहिलेसम्म 80-90 हजार जतिसित फोटो खिचियो। 90 हजारजनासँग है फोटो खिचियो, बच्चादेखि वृद्धसम्म खिचियो, नेता एउटा सामान्य मान्छे आम साधारणदेखि एउटा सांसद माननीयसँग नि खिचियो। 90 हजार सेल्फी खिचाइछ। कति वर्षको अन्तरालमा तपाईँले 90 हजार जति फोटो खिचाउनु? यो लगभग 1 वर्ष भयो। 1 वर्षमै 90 हजारजनासँग है। मलाई बालिन शाह जस्तो भन्ने त लाखौँले भन्नुभयो। त्यो गाडीबाट हिँड्दा पनि टाउको झिकेर हेर्ने क्या। अहिलेसम्मको यो बालेन शाहको पहिरन लगाएर हिँडिसक्दाखेरि एकदमै मेमोरेबल क्षण के छ, एकदम आफैलाई सम्झिन मन लाग्ने क्षण? हजुर, मेरो चाहिँ एकदमै मेमोरेबल त यो क्लब 16 भन्नेमा गएको थिएँ। हजुर पोखरामा क्लब 16 भन्नेमा म गएको थिइनँ। म यो क्लबहरू त्यस्तो पनि जाँदैन। त्यहाँ गएपछि मलाई अब लुक्सले गर्दाखेरि त्यसै गयो भने क्राउड हुन्छ, अलिकति हुन्छ भनेर म त्यस्तोमा जाने ह्याबिट नि होइन, गाउँमै हुर्किएको मान्छे, गाउँले भइयो। त्यहाँ चाहिँ जाँदाखेरि मेरो फोटो चाहिँ वालमा वेलकम सेलिब्रिटी जस्तै हानिदिनु भयो।
अनि के खानुहुन्छ भनेर सोध्नुभएको थियो। अनि त्यो सेक्युरिटीहरूले चाहिँ ऊ दिँदाखेरि अलिकति फिल के भयो भने मलाई नि एउटा सम्मान चाहिँ पाएको जस्तो फिल भयो त्यहाँ। अनि त्यो क्लब छोडेर हामी अर्को क्लब जाँदाखेरि डेभल क्लब भन्ने छ कि उता बाटैमा लेक साइडमा रातिको बेला गएको थियौँ हामी। एकजना दाइलाई पनि दिएर गएको थियो केही हुन्छ कि हिँड्नु साथमा भनेर सुरक्षाको लागि। अनि त्यो दाइ जाँदै त्यहाँ कस्तो नि डान्स चलिरहेको थियो। ठ्याक्कै बालिन दाइ आउनु आयो भनेर भाइरल होइन। अनि त्यो इन्डियनहरू थियो क्या पुरा। अनि त्यो मलाई टेबलमा राख्नु भयो लगेर, त्यो दाइ नि साइडमा बस्नुभएको थियो। डान्सै रोकियो त्यहाँ तपाईँलाई हेर्नलाई। डान्सै रोकेर फोटो हान्ने कुरो भयो कि त्यहाँ त सबैले फोटो हान्न आउने कि। त्यहीँ खिच्नु होला त्यसमा 100-200 फोटो त ल धेरै नै खिचेँ, 200-300 नै खिच्यो। ग्रुपमा खिचेको फोटो नि छ मसित। उताबाट त मान्छेहरू ओहो उहाँहरूले आफ्नो त्यो इभेन्टको प्रोग्रामको दिनमा मेरो नि फोटो राख्नु भएको थियो। त्यो भयो। अनि धेरै छ त्यस्तो त। जस्तै 2जना बुटोलबाट आउनुभयो रहेछ बुवा आमा घुम्न भनेर। हजुर। मैले फेरि कस्तो नि पार्किङ म्यानेजमेन्ट गर्दाखेरि त्यहाँ दुर्घटना नहोस् भनेर के एउटा कुनै पनि श्रम भनेको एउटा सेलरीसित अथवा जागिरसित मात्रै जोडिन्न कि, त्यो सामाजिक कामसित नि जोडिन्छ कि। अनि बुवा आमा आउनु ठ्याक्कै बुवा अब यहाँबाट बाइक माथि जान पाइँदैन भनेर रोक्न भनेर गएको, उहाँ झसङ्ग हुनुभएछ, त्यहाँ बाइक पल्टिएछ। बालिन साई आयो, बालिन साई नै आए जस्तो मान्यौँ बाबु। अनि भित्र आउनुभयो। अनि पार्किङमा राखेँ मैले उहाँहरूलाई लगेर। अनि फोटो खिच्न पर्छ है हजुरसित भन्नुहुन्थ्यो। त्यस्तो धेरै छ। मैले चितवनको भाइहरूलाई त्यहाँ म काम गर्दाखेरि त्यहाँ भ्याइ नभ्याइ हुँदाखेरि मैले खाना पनि बाँड्दाखेरि सबले बोलाउने के त्यो भाइहरूले, बालिन दाइ यहाँ हालिदिनुहोस् खाना, यता हालिदिनु, उनीहरूलाई ह्याप्पी क्या। त्यस्तो हुने। विदेशीहरूले चाहिँ गोल्ड मेडल, भारतीय गोल्ड मेडल जितेको डान्समा उहाँहरू झुक्किनु भयो। गुप्तेश्वर गुफामा गएको थिएँ, त्यहाँ मैले पर्यटकहरूलाई त्यहाँ गाइडको नि काम गर्थेँ। ठ्याक्कै झुक्कियो क्या उनीहरू। अनि पछि फोटो खिचिसकेपछि मैले भन्दै कि म लुक लाइक हो डुप्लिकेट जस्तो मान्छे भनेको, ए सेट। तर केही छैन, फोटो खिचियो राम्रो लाग्यो भन्थे त्यस्तो। तर मेरो झुक्काउने उद्देश्य त्यस्तो केही पनि छ। अब आफ्नो एउटा भन्ने भने त एउटा मान्छे हो, मान्छेको दारी पाल्नु पाउने मेरो अधिकारको कुरो हुन्छ। अब मैले यो चस्मा लाउने एउटा कम्पनीको चस्मा हो। यो टोपी भनेको एउटा नेसनालिटी जोडिन्छ, हाम्रो भाग्यौले टोपी। जस्तै कुनै पनि कुराहरू मिलिसकेपछि गर्न राम्रो हुन्छ। अनि हाम्रो प्रधानमन्त्री अब बालिन मेयर साहबसित मिलिसकेपछि बाटोमा हिँड्ने पनि मान्छेहरूको क्रेज भयो। त्यो भइसकेपछि सत्य कुरा गर्न केही जस्तो लाग्दैन मलाई। अब यो लुक्सले राजनीतिसँग झन्डा बोक्दै हिँडे भए मलाई अरू पार्टीहरूले इलेक्सन क्याम्पेनमा त जानु भएन नि सपोर्ट गर्न बालेन्द्र शाहलाई। सपोर्ट गर्न भन्दा नि म त्यस्तै अब रासोपाको एउटा सदस्य पनि छैन, म कुनै पनि पार्टीको सदस्यता छैन। अब राम्रोको लागि म जुनसुकै पार्टीलाई नि म सपोर्ट गर्छु। राम्रो काम गर्नु पऱ्यो कि। यो देशमा के भने भ्रष्टाचार हुनु भएन। एउटा नेता भइसकेपछि इमान्दारिता हुनु पऱ्यो। त्यही नै हो, जनतालाई खुसी बनाउन सक्नु पऱ्यो कि। देशलाई अगाडि, समाजलाई अगाडि बढाउनु पऱ्यो, समाजको समस्याहरू बुझिदिनु पऱ्यो। समाजको समस्याहरू बुझ्नु पऱ्यो। तर समस्या धेरै छन्। समस्या आएपछि सोलुसन हुन्छ क्या। समस्या नै आएन भने सोलुसन हुँदैन। एउटा समस्या आयो भने त्यसको 10वटा सोलुसन हुन्छ। त्यसलाई सोच्नु पऱ्यो कि। जस्तै धारामा पानी आएन भने त हामी मुहान खोज्न जाने हो नि त। मुहान खोजेर नि पानी आएन नि पहिला, अनि धाराको त्यो पाइप चेक गर्ने कि कहाँनिर ब्लक भएको छ भनेर। अहिले तपाईँलाई ठ्याक्कै मैले बालेन्द्र शाह र रवि लामिछाने मध्येमा एकजनालाई छान्नु पर्यो भनेर सोधेँ भने कसलाई छान्नुहुन्छ? मैले बालेन्द्र शाहलाई छान्छु। आफ्नो लुक्स मिलाएको कारणले कि? होइन, त्यस्तो होइन। लुक्स मात्रै मिल्नु भन्दा पनि उहाँको सुरुको स्टेज जुन ऱ्यापर, एउटा गायककार अथवा ऱ्याप गाउने व्यक्ति भएर उहाँको ऱ्याप पनि सुन्नुहुन्छ पोलिटिक्समा लाउनु भनेको, पोलिटिक्समा लाएर मेयर बन्नु भनेको त्यो मजाको होइन। त्यो चाहिँ एकदम आत्मदेखि नै गरेको काम हो। त्यही भएर
बालेन्द्र शाह त्यो इन्डस्ट्रीमा हुनुहुन्थ्यो जुन इन्डस्ट्रीलाई सबै समाजले पूर्ण रूपमा स्वीकार गर्दैन त अहिले पनि ऱ्याप धेरैले सुन्नु पनि हुँदैन। पश्चिमी समाजमा ऱ्याप सङहरू ब्यान जस्तै हुन्छन् होइन, पछिल्लो जेनेरेसनले त सुन्छ। तर त्यही इन्डस्ट्रीबाट उठेर आएर प्रधानमन्त्री बन्नु सानो कुरा थिएन, सानो कुरा थिएन यो यङ उमेरमा। हजुर हजुर। अनि बालेन्द्र शाह एज अ मेयर तपाईँले रुचाउनु भएको थियो कि प्रधानमन्त्री बनिसकेपछि अझ धेरै रुचाउनुहुन्छ तपाईँ? ठ्याक्कै मेयर भएको बालेन्द्र शाह चुज गर्नुहुन्छ कि प्रधानमन्त्री बालेन्द्र शाह चुज गर्नु? मेयर हुँदा। किन भनेर व्याख्या गर्नु पऱ्यो भने? किनभने उहाँको पपुलारिटी मेयर हुँदा अझ बढी थियो, राम्रो थियो, कमेन्टहरू पनि राम्रो आइरहेको थियो क्या। अहिले मानिसहरूले गाली गर्न थाल्नुभयो, त्यो तपाईँलाई चित्त बुझाएको छैन? त्यो मैले प्रधानमन्त्री हुँदा भने होइन कि, जस्तै उहाँ मेयर भएर नै त्यो पपुलारिटी कमाएर उहाँको बेस नै मेयर हो नि त। हामीले बेसलाई बिर्सिनु हुँदैन, बेसमा गरेको कामहरूलाई जनताले मन पराएर नै उहाँ प्रधानमन्त्री हुनुभयो। मैले बाबुलाई नै बिर्सियो भने त के हुन्छ? त्यही भएर रुट्स उहाँको सुरुवात उद्गम चाहिँ मेयर भएको कारणले गर्दाखेरि त्योलाई चाहिँ त्यो पार्टलाई बढी तपाईँ रुचाउनुहुन्छ। र प्रधानमन्त्रीज्यूलाई पनि मेयर म थिएँ भन्ने कुरा चाहिँ नबिर्सिन तपाईँको एउटा सन्देश पनि छ होइन त। अब तपाईँ काठमाडौँ कति समयदेखि बसिराख्नु भएको छ अहिले? मैले भर्खरै हो, धेरै भएको छैन, 1 महिना पनि अलि भएको छैन। ओके, तपाईँको आफ्नो गाउँ ठाउँ बढी रमाइलो लागि काठमाडौँ तपाईँले काठमाडौँ छान्नुहुन्छ कि गाउँ छान्नुहुन्छ? मैले हिजोको काठमाडौँको गाउँको जो ऊ थियो त्यो काठमाडौँ लाग्छ रमाइलो, किनभने यहाँ खुल्ला थियो त्यतिखेर। अनि अर्को आफ्नो गाउँ नै राम्रो लाग्छ। तपाईँलाई अहिले एक दिनका लागि बालेन्द्र शाह बन्न मन छ कि एक दिनका लागि प्रधानमन्त्री बन्न मन छ? अब एक दिनका लागि त यो असम्भवै हो। सम्भव भयो भने? सम्भव भयो भने त सधैँका लागि भन्नाले एउटा केही पिरियड हुन्छ नि त त्यसको। एक दिनका लागि मात्रै बालेन्द्र शाह बन्ने कि प्रधानमन्त्री बन्ने? राजन खनाल प्रधानमन्त्री बन्ने कि बालेन्द्र शाह बन्ने भन्ने कुरा के भन्ने त? तपाईँसँग मौका आयो एक दिनका लागि चाहिँ, तर एकै दिनका लागि बन्न पाउनुहुन्छ? एक दिनका लागि प्रधानमन्त्री बनेर प्रधानमन्त्रीको चाहिँ कुर्सीमा बस्ने कि बालेन्द्र शाह भनेर बालेन्द्र शाहको जनजीवन त्यो जीवनशैलीलाई चाहिँ तपाईँले उकार्ने? अब प्रधानमन्त्री भएर एक दिनको लागि गरेर त त्यो सम्भवै छैन। तर त्यो अब प्रधानमन्त्री भएपछि केही महिना केही उसलाई होला। एक दिनलाई चाहिँ के भन्ने भन्ने कुरा हो? एक दिनलाई बालेन्द्र शाह बन्ने? होइन, कुनै पनि चिज गर्दाखेरि त्यसको एउटा ऊ हुन्छ नि त, टाइम पिरियड हुन्छ। यो टाइम पिरियड चाहिँ हजुरले मात्रै एक दिनको लागि मात्रै टाइम पिरियड छुट्याइदिए कि अब तपाईँले अवसर त आयो तर एक दिनको अवसर आयो। अब एउटा कुरा दिनु छ तपाईँले, अप्सनै दुईवटा मात्रै, प्रधानमन्त्री नै हुने, प्रधानमन्त्री भन्ने होइन त। एउटा आयो भने त ठुलै सोच हुन्छ नि त, ठुलै सोच्ने। एक दिन अहिलेसम्म तपाईँ प्रधानमन्त्रीज्यूसँग भेट भएको छ कि छैन? बालेन्द्र शाहज्यूसँग भेट भएको छैन। कुनै दिन भेट भइहाल्यो भनेदेखि तपाईँलाई के भन्न मन छ उहाँलाई भेटेर? अब मैले चाहिँ एउटा आम सर्वसाधारणको एउटा नाताले यो देश नेपाल हामी सबै नेपालीको होइन, सबै नेपाल भनेको 3वटा भूभागले बनेको छ, हिमाल, पहाड, तराई। यो देशभित्रका जनताहरू, राजनीतिक दलहरू, बुद्धिजीवीहरू, समाजसेवीहरू सबैलाई चाहिँ मिलाएर एउटा देशको नेतृत्व गर्नुपर्छ भन्ने एउटा सुझाव दिन चाहन्छु। अर्को भनेको परराष्ट्र नीतिहरू एकदम बलियो हुनुपर्छ के। भोलि बिहान चाहिँ भारत, चाइना अथवा अमेरिकाले चाह्यो भने त एउटा मिसाइलै फ्याँके पनि नेपाल जस्तै पार्छ, जस्तै हुन्छ। त्यो परराष्ट्र मित्रता भनेको छिमेकीसित मित्रता बलियो भयो भने त्यो घरभित्र त्यो छिमेकी पस्न सक्दैन। दुश्मनको हिसाबले कसैलाई हेर्न हुँदैन भन्छु मैले। अब तपाईँ जस्तै अनुहार मिल्ने अरू कोही साथीहरू पनि हुनुहुन्छ होला, कसैको हिरोसँग मिल्ला, कसैको चाहिँ हिरोइनसँग मिल्ला होइन। त्यस्तो साथीभाइहरूलाई तपाईँ त अहिले बालेन्द्र शाहको अनुहार त्यो एउटा पर्सनालिटी बोकेर हिँडिराख्नु भएको छ नि, अरूलाई पनि यस्तो चाहना हुनसक्छ म पनि फलानु जस्तै देखिन्छु नि त, म पनि अब उहाँको जस्तै बनेर हिँड्छु भन्ने कोही मान्छेहरू हुनुहुन्छ नि, उहाँहरूलाई के सजेसन मेसेज दिन चाहनुहुन्छ, सुझाव दिन चाहनुहुन्छ? उहाँहरूलाई सबभन्दा पहिला त आफू यो लुक्स कसैसित मिल्छ भने त्यसलाई पहिला एउटा मेन्टेन गर्नुहोस् होइन, रिसर्चमा जानुहोस् भन्छु मैले। कुनै मान्छे कसैसित मिल्छ कि मिल्छ, तर पपुलर भएको मान्छेसित मिल्नलाई गाह्रो छ। जस्तै हाम्रो
एकजना दाइ हुनुहुन्थ्यो, उहाँको फेस ठ्याक्कै सञ्जय दत्तसित मिल्छ। तर उहाँलाई थाहा छैन मेरो फेस कोसित मिल्छ भने। पहिला आफूलाई एकदम निहाल्नु पऱ्यो कि मेरो फेस कोसित मिलिराखेको छ त भनेर। यदि त्यस्तो हो भने उहाँकै अब गेटअप गर्नु पऱ्यो, उहाँहरूले लगाउने कपडाहरू लगाउनु पऱ्यो, त्यसलाई मेन्टेन गर्नु, अनि जनताले भन्नु पऱ्यो। आफूले भन्नुभन्दा नि जनताले भन्नु पऱ्यो। जस्तै म बाटोमा हिँड्ने सबले हेर्नुहुन्छ, अब हाँस्नुहुन्छ होइन, धेरै हाँस्नुहुन्छ, हो बालेन दाइ हुनुहुन्छ कलेजतिर, त्यो पब्लिक रियाक्सन पाउनु पऱ्यो। पब्लिक रियाक्सन पाइएन भने त्यो गेटअप गरेर काम छैन। जस्तै मलाई हजारौँ लाखौँले भन्नुभयो भने मलाई कन्फिडेन्स नि बढ्छ, एउटा सबै कुराले माया पाउँछु। माया पाएन भने म आज हजुरहरूसित जोडिन पाएँ। पब्लिसिटी हुन्थेन नि त, कसैलाई भ्यालु नै दिँदैन नि त। गेटअप गरेर मात्रै हुँदैन। हाम्रो बालिन शाह प्रधानमन्त्रीको नि गेटअप गर्ने अरू नि हुनुहुन्छ, तर जनताले बढीमा बढी भन्नुपर्छ कि कहीँ जाँदा तपाईँको क्राउड हुनुपर्छ, बालिन शाह जस्तै उहाँ आए जस्तै हुनु पऱ्यो, फोटो हान्नु पऱ्यो, उहाँले टाढाबाटै भिडियो हान्नु पऱ्यो, पताउने काम गर्नु पऱ्यो। आफूलाई म यस्तो देखिन्छु भन्दा पनि ओ त यस्तो देखिन्छस् भन्ने चाहिँ मान्छेले भनिदिनु पऱ्यो। भन्नु पऱ्यो, त्यो भनेपछि सत्य हुन्छ। तपाईँ देख्दाखेरि चाहिँ बालेन्द्र शाह जस्तो देखिनुहुन्छ, तर तपाईँले कहीँ पनि लागेन मैले अब उहाँ जस्तै शैलीमा बोल्ने कोसिस पनि गर्नुपर्छ भन्ने चाहिँ सोच आएन? सोच त मलाई आएन सुरुमा। अनि भाइहरूले चाहिँ दाइ एउटा ऱ्याप गाइदिनुहोस् भन्ने अथवा गीत गाइदिनुहोस् भन्ने, एउटा भोइस निकाल्नु भन्ने धेरैले के हजारौँ जनाले सोध्नु भयो यो कुरा। सोधिसकेपछि मैले अब त्यो युट्युबबाट नि, तर सिकाउने मान्छे भनेको कोही पनि हुँदैन लाइफमा। आफूले आफ्नो लागि आफै गर्ने भन्न सुझाव सल्लाह त धेरैले दिनुहुन्छ। भनेपछि तपाईँले ऱ्याप पनि सिक्नुभयो? प्र्याक्टिस मैले अलि दिन गरेको थिएँ, अनि यता कामतिर ध्यान हुने, अनि त्यो यता नि नभ्याइने के। सुनाउनु मिल्छ भने थोरै सुनाइदिनुहोस्, जति प्र्याक्टिस गर्नुभएको थियो त्यति। त्यस्तो प्र्याक्टिस भन्दा नि मैले बालिन शाहज्यूकै त्यो गीत सुनेको थिएँ, त्यही गीतलाई पनि अलिकति सारेगामा जस्तो यस्तै गरेको थिएँ। अनि गर्दा थिएँ अलि अब त्यो नभएर होला, अनि त्यति आवाजहरू मलाई कस्तो भने मलाई कुनै पनि चिज गरिसकेपछि त्यसको चाहिँ प्रतिफल आउँछ कि जस्तो भयो गर्ने हो। यदि आउँदैन भने त्यसलाई नगर्ने के। जस्तै अब मैले त्यो सिकेँ, मलाई त्यो भए इम्प्रुभ भए जस्तो लागेन, अनि मैले गरिनँ कि छोडिदिनु भयो। जस लगभग गीत सिक्ने, बोल्न सिक्ने यदि कसैले तपाईँलाई यो तरिकाले यो कुराहरू सिकिन्छ है भन्ने, जस्तै भोकल भोइस निकाल्ने भारतको चर्चित मान्छे 100 कतिजनाको निकाल्नुहुन्छ उहाँले, तर एउटा कुनै पनि चिजको मेथड हुन्छ के। जस्तै खाना पकाउनको लागि नि कुकिङ मेथड सिक्न पऱ्यो नि, कटिङ, डाइस कटिङ, यस्तो कटिङहरू मैले त्यो पनि नोटमा लेखेको छु कि। जस्तै कटिङको मेथड सिकेपछि बल्ल कुक एउटा स्टार्टिङ हो। जस्तै भोइस निकाल्नलाई पनि यसको चाहिँ एउटा मेथड छ, जस्तै सास लिनेदेखि पेटबाट त्यो तरिकाहरू त्यो सिकाउने ठाउँमा गएर सिक्यो भने सकिन्छ जस्तो लाग्छ। तर म घरमै बसेर त्यो आफूलाई नै झन् त्यो गर्ने त्यस्तो गरे होइन। अलि बोलीमा त्यति धेरै फोकस गर्नु भएको छैन, तर अझ पनि एउटा सबैले हेर्दाखेरि लुक्स मिल्दै गर्दाखेरि अझ आवाज पनि मिल्दियो भनेदेखि झन् प्लस पोइन्ट हुन्थ्यो भन्नुहुन्छ, धेरैजनाले सोध्नुहुन्छ। यसले तपाईँलाई पनि भोलिका दिनमा सहज भयो, कुनै ठाउँमा कार्यक्रममा जाँदै गर्दाखेरि पनि आवाजै निकालेर बोल्न पाएर उभिन पाइए भनेदेखि त झन् जुन तपाईँको सुनमा सुगन्ध हुन्थ्यो। मैले 100% अझै दिन सकेँ होइन कि यो लुक्सलाई पनि अझै 100% दिन सकेँ होइन। धेरैजनाले तपाईँको हाइट अलिकति कम रहेछ उहाँको भन्दा भन्नुहुन्छ। हाइट र अनि कोही त बोली पनि ती स्टाइलहरू त त्यस्तै छ भन्नुहुन्छ। तर मैले यसैलाई 100% दिएँ भने बाटोमा हिँडेँ भने त मान्छेहरू बाइक चलाउँदै गर्दा मलाई हेरेर त्यहाँ दुर्घटना होला कि जस्तो म आफूले लाग्छ। किनभने म बाटोमा त्यहीँ बस्दा पनि धेरैजनाले बाइक राइड गर्दै गर्दै मलाई हेर्नुहुन्छ क्या। अब सेम लुक्स भयो भने के हुन्छ, अब साइडमा 1-2 साथीहरू बस्यो भने जानु हुन्छ। म त्यस्तो गर्न मन छ। अब बालेन्द्र शाह यति पपुलर हुनुभयो, त्यसै कारणले गर्दाखेरि तपाईँलाई पनि मानिसले बालेन्द्र शाह भन्ने एउटा सेलिब्रिटीको हिसाबले हेरिराखेका छन् होइन। यो विषयलाई तपाईँको र उहाँको लुक्स मिल्नु जानुलाई र उहाँ यति धेरै क्यापेबल हुनुभयो नि त एउटा हिसाबले, त उहाँ स्टार नभइदिएको भइदियो त तपाईँको पनि त अस्तित्व हुन्थेन नि त। स्पेसली मनैदेखि तपाईँ के भन्न चाहनुहुन्छ बालेन्द्र शाहलाई चाहिँ यो कुरामा चाहिँ? यो कुरामा चाहिँ मैले उहाँलाई धन्यवाद नै दिन चाहन्छु।
किनभने उहाँको लुक्स र मेरो लुक्स मिल्न गयो। त्यो कुरामा अन्य कुराहरूमा पनि उहाँले देशको नेतृत्व गर्नुभएको छ, राम्रोसँग गर्नुहोस् होइन। अब विरोध आलोचना अथवा कसैको उहरूमा आउने काम नगर्नुहोस्। रोजगारको विषयमा पनि हामी जस्तै युवाहरू, म जस्तै अब 5,000 युवा 4,000 युवा यो देशबाट दिनकै फ्लाइट भइराखेको छ। मैले त भन्छु कि यो नेपालको एयरपोर्टै बन्द हुनुपर्छ। देशमै म्यानुफ्याक्चरिङ कम्पनीहरू खोल्नुपर्छ, ठुल्ठुला प्रोजेक्टहरू, र देशमै आफ्नै देशमा 30-40,000 50,000को रोजगार भयो भने को अरूको देशमा पसिना बगाउन जान्छ भन्नु त। जस्तै सिङ्गापुरको लागि हजारौँ युवाहरू बिहानैदेखि उठेर एक्सर्साइज गर्ने होइन, भर्ती हुन कि विदेशको लागि। आफ्नो देशमा जन्मेर अरूको देशमा गएर सुरक्षा दिनु पर्यो। यदि त्यो युवाहरूलाई आफ्नै देशमा चाहिँ हामी परिचालन गर्न सक्ने त्यही फ्यासिलिटीमा भने हाम्रो देश त दुनियाँको सबसे नम्बर 1 देश हुन्छ नि त। यो कुरामा सोच्नु पर्यो। महिनाको हाम्रो देशले चाहिँ कोरियालाई चाहिँ दक्षिण कोरियालाई खान नपुगेर धान गहुँ मकै चामल यस्तो पठाएको देश, आज त्यो देश चाहिँ महिनाको 2 लाख रुपियाँ नेपालीलाई दिने भयो। हाम्रो देश किन पछाडि पर्यो भन्ने कुरा हो कि हामीले किन के दिन सकेका छैनौँ, हामीले विकासको निर्माण किन तीव्र अझै गतिमा गर्न सकिरहेका छैनौँ। आज बाटोघाटो मात्रै यो देशको विकास होइन। आज म्यानुफ्याक्चरिङ डिभाइस यहाँ प्रोडक्सन हुनु पर्यो, आफ्नै देशको स्वदेशी उत्पादन हुनु पर्यो, स्वदेशीलाई प्रोत्साहन दिनु पर्यो। विदेशको चाइनाको, हङकङको, जापानको कपडा हामी लगाउने हाम्रो नेपालीको एउटा छैन होला। हुने खानेहरूले लगाउनुहुन्छ होला होइन, र गाउँमा दूरदराजमा बस्ने मान्छेहरूले बजारको कपडा पनि किनेर लगाउनलाई गाह्रो छ। भनेपछि हामीले हाम्रै देशमा उत्पादन गऱ्यो भने त हाम्रै देशको प्रोडक्टहरू बिक्यो, अरू देशमा अन्य मुलुकमा हाम्रो मुद्राहरू चाहिँ निर्यात हुँदैन। यस्ता कुराहरूमा अब आफूसित जे छ मान्छेले त्यही बेच्ने हो। हामीले चाहिँ जलस्रोतको धनी देश हो, हामीले जलस्रोतलाई नै फोकस गर्नुपर्छ। इलेक्ट्रिसिटीहरू अब हाइड्रो पावरहरूमै लगानी गरेर देशमा चाहिँ एउटा ऊर्जा एउटा चाहिँ भनौँ न विद्युतमा अघि हुनुपर्छ। यही चाहिँबाट हाम्रो स्रोत बन्न सक्छ। जस्तै कतारमा केही छैन नि त, खानी हो, मरुभूमि हो, तर त्यहाँ आफूसित जे छ त्यही बेचे त हो नि अमेरिकालाई। त्यहाँ फ्लाइट भइरहन्छ, 10-20 मिनटमा प्लेनले तेल बोकै हुन्छ। त्यस्तै अब हामीले पनि विद्युत बेचेर नै, बिजुली बेचेर नै हामी बन्ने हो, सम्पन्न हो। आफ्नो देशलाई पहिला पर्याप्त पुर्याउनै सकेका छैन नि त अहिले नेपाली मार्केटले त। जस्तै यो सबै कुराहरूलाई समेटेर चाहिँ काम गर्नुपर्छ भनेर चाहिँ तपाईँ सन्देश दिन चाहनुहुन्छ प्रधानमन्त्रीज्यूलाई। सायद यो उहाँहरूको टिमले गर्छ पनि होला। उहाँहरू पहिलेको भन्दा अलिक फरक हुनुहुन्छ भन्ने हामी सबैले विश्वास गरेका छौँ। हुन्छ फेरि पढेर भन्दा परेर जानिन्छ। धेरै पढेर पनि त्यो केही हुँदैन। पढियो, किताबमा पढ्यो, त्यो सबै हाम्रो दिमागमा बस्दैन। जस्तै अनुभव भएको मान्छेलाई, एउटा व्यवहारिकता भएको, इमान्दारिता भएको मान्छेलाई नि एउटा अघि बढाउनु पर्छ कि जे चिजमा पनि। किन इमान्दारिता भयो भने त्यो मान्छेले कसैलाई ठग्दैन। त्यस्तै अब हजुरको चाहिँ जनताले अहिले भर्खरै बिहान गरेर बेलुका खाने अवस्था नि छ होइन भने उहाँहरूको समस्यालाई नै तत्कालै अब बिहान गरेर बेलुका खाने अवस्था भएको मान्छेले दाल चामल त्यहाँ लर फ्याँकिदिइहाल्यो भने उसले पकाएर त खान्छ नि। ल एउटा बोलेर ल हुन्छ भनेर त्यो हुँदैन क्या। जस्तै अहिले हजुरको चाहिँ नेपालको कुनै पनि ठाउँमा डोली बोकेर पनि हाम्रै स्याङ्जा जिल्लामा एउटा मैले न्युजमा चाहिँ उहाँहरू डोली बोकेर त्यो बिरामीलाई हस्पिटल पुर्याएको त्यस्तो छ। जस्तै कहीँ पहिरो खस्यो नि, पहिरो खस्ने बित्तिकै त्यसको पहिरो खस्नेवाला छ भनेपछि त्यहाँ त्यो ठाउँमा अलिकति संवेदन तरिकाले हेर्नु पर्यो। अहिले पनि धेरै ठाउँहरूमा स्ट्रेचरमा बिरामीहरूलाई ओसार्दै कतिपय मानिसहरू, कतिपय बिरामीहरू बाटोमै निधन हुन्छ, उहाँहरूको त्यही मृत्यु हुन्छ होइन। त्यस्तो धेरै ठाउँहरू छ। र मैले चाहिँ देशको 3वटा निकायमध्ये पहिलो नेपाल प्रहरीहरूलाई चाहिँ फ्यासिलिटी, सेवा सुविधाहरू उहाँहरूलाई राम्रो हुनुपर्छ। उहाँहरूले चाहिँ अगाडि बढ्ने भनेको नेपाल प्रहरी हो। नेपाल प्रहरी अगाडि बढ्ने, उहाँहरूले नै अब जनताको समस्या उहाँहरूले नै बुझेको हुनुहुन्छ होइन। अनि उहाँहरूलाई सेवा सुविधा, खाने बस्नेदेखि लिएर
नर्मलै किन नहोस् तर एउटा सुविधा सम्पन्न हुनु पर्यो कि देशको सुरक्षा निकाय हो नि त। हो उहाँलाई कुनै पनि कुरामा विवादित हुने टाइपको कुराहरू राख्न नि हुँदैन। किनभने आज नेपाल प्रहरीले चाहिँ कति आन्दोलनहरूमा कति चाहिँ उहाँहरूले चाहिँ उहरू सहनु भएको छ, जनताका उहरू ढुङ्गा मुढा नि सहनु भएको छ। उहाँहरूलाई चाहिँ कुनै पनि आलोचना हुने, नेपाल प्रहरीलाई चाहिँ विवाद। अस्ति खगेन्द्र सुनारजीले संसद खगेन्द्र सुनारले दिएको अभिव्यक्तिमा तपाईँ कतिको सहमत हुनुहुन्छ? नेपाल त्यस्तो उहाँको कुरामा त्यस्तो छैन, किनभने भ्रष्टाचार कसैले कसैलाई गर्नै हुँदैन। एक नम्बर त्यो यदि भएको छ भने तथ्य सत्य प्रमाण हुन पर्यो होइन। अब दानबहादुर कार्कीजी भनेको उहाँको आफ्नो इमान्दारिता छ। उहाँले देशको सेवामा लाग्नु भएको छ। उहाँले वर्षैदेखि चाहिँ राम्रो गर्नु भएको छ होइन। उहाँहरू हजुरको एउटा कुनै भिआइपी आयो भने उहाँहरू नै सबै सेक्युरिटी सुरक्षा सबै उहाँहरूले नै मिलाउने हो। यत्रो चुनावहरू उहाँहरूले सफल गराउनु भयो। यो चुनाव गराउन सफल बनाउन नेपाल प्रहरीको ठुलो हात छ र हाम्रो निर्वाचन प्रहरीको पनि ठुलो हात छ। होला केही कमजोरीहरू हुन सक्छन्, काम गर्दै जाँदाखेरि कुनै न कुनै कमजोरी हुनसक्छ। त्यो कमजोरीलाई औँलाएर राम्रोसँग अभिव्यक्तिहरू राम्रोसँग भन्नुपर्छ जस्तो मलाई लाग्छ। किनभने हामी सबै नेपाली हो। हामीले चाहिँ यहाँ नेपाल भनेको विभिन्न जात जाति बसोबास गर्ने देश हो। यहाँ राई पनि हुनुहुन्छ, तामाङ हुनुहुन्छ, लिम्बू हुनुहुन्छ, बौद्धिस्ट हुनुहुन्छ, ब्राह्मण हुनुहुन्छ, राउटे छन्। राउटे कुरा कसले उठाउनु? यहाँ जङ्गलमा बिचरा राउटेहरू त एडभान्स भइसक्यो अहिले। भनेपछि राउटेहरूले रक्सी खान थालिसक्यो अहिले आएर भन्नाले एउटा शिक्षित हुन पर्यो नि त। उहाँलाई पनि राज्यले दिने सेवा सुविधाहरू राउटेहरूलाई पनि दिनु पर्यो होइन। उहाँको नागरिक हुने नि नागरिक यस्ता विषयहरू। सुकुम्बासी बस्तीहरू हटाइयो, उनीहरूलाई सही तरिकाले व्यवस्थापन गर्ने भनेर चाहिँ नेपाल सरकारले त्यहाँबाट उठायो पनि, तर लिएर सही व्यवस्थापन हुन सकेन। अस्ति देख्नुभयो तपाईँले कीर्तिपुरको होल्डिङ सेन्टरमा पानी पस्यो, मान्छेहरूको बिजोग भयो। यो मुभलाई तपाईँले राम्रो कामको सुरुवातको हिसाबले हेर्नु भएको छ कि नेपाल सरकारले बस एउटा स्टन्ट मात्रै गरायो जस्तो लाग्छ तपाईँलाई? यो चाहिँ मैले चाहिँ सबैलाई सकारात्मक रूपले हेर्छु। काम गर्दै जाँदा मिस्टेक हुन्छ। व्यवस्थापन गर्ने एउटा टोली हुन्छ होइन, टिमवर्क नै हुन्छ कि जुनसुकै काम गर्दा नि टिमवर्क हुन्छ। टिमको मान्छेहरू त्यहाँ खटिरहनु भएको होला। अब बर्खाको समय छ, नेपाल भनेको कस्तो नि बर्खाको बेलामै समस्या धेरै आउँछ कि बाढी पहिरो जानेदेखि डुबान हुनेदेखि अहिले त हुँदैन नि त हिउँदमा त। त्यो ठाउँ चाहिँ भूगोलै त्यस्तै भएको कारणले त्यहाँ उहाँहरूले पहिले पानी नआउँदै त्यहाँ राख्नु होला, पानी पछि त्यहाँ भयो। तर त्यसलाई चाहिँ तुरुन्त उहाँहरूलाई चाहिँ कुनै मानवीय क्षति हुन भएन। मानवीय क्षति हुने अनि त्यसपछि मान्छेलाई अब उतिखेरै त्यहाँ केही भयो भने त्यसको चाहिँ विवादित कुराहरू उठाउनु पर्छ होइन। नत्र भने त्यहाँ व्यवस्थापन गर्दा गर्दै अब यो प्रकृतिलाई कसैले रोक्न सक्दैन। प्रकृति भनेको जे पनि हुनसक्छ कि अब जापानमा सुनामी आयो त्यत्रो विकसित देशमा होइन। अब अन्य मुलुकहरूमा भूकम्प गए, अब युक्रेन जस्ता देशहरू नै ध्वस्त भए होइन। नेपाल भनेको अब बिस्तारै अघि बढ्ला होइन। सबै राजनीतिक दलहरूको सबैको पालो आएकै हो। सबैले अब आफ्नो ठाउँबाट आन्दोलन गर्नुभयो, भूमिकाहरू सबै चाहिँ अब गर्नुभयो र अहिले चाहिँ अब जनताकै समर्थनको सरकार हो यो। जनताले नै 2/3 भोट अब पाउनु भयो सबैले। त यसैलाई राम्रो गर्नुस्, तपाईँहरूलाई भन्दा नि जनतालाई गर्नुस्। जनताले नै त्यो ठाउँमा पुर्याएको सबैलाई। भोलि नै जनताले चाह्यो भने यो देशमा जे पनि हुन्छ। नयाँ आमूल परिवर्तन। नेपालको जनता फेरि एकदमै परिवर्तनशील छन्। परिवर्तनको पक्षमा जहिले पनि जनता उभिन्छन् पनि। त्यो 46 साल होस्, 64 साल होस् होइन, अहिलेको तपाईँको 83कै कुरा गर्नुहुन्छ भने पनि जनताले परिवर्तनलाई चाहिँ जहिले पनि अँगालेकै हुन् नि त। यदि अब अहिले परिवर्तन भएर आएका मान्छेहरू पनि परिवर्तित देखिएनन् भने फेरि यिनीहरूलाई परिवर्तन गर्नलाई पनि अर्को पक्षलाई फेरि साथ दिन्छन् नै। त्यसैले यिनीहरू सुध्रेर आएकै राम्रो, नयाँ भएका मान्छेहरूले राम्रो काम गरेको राम्रो।
र जाँदा जाँदै जसले पनि तपाईँलाई बालेन्द्र शाह भनेर चिन्नुहुन्छ, माया देखाउनु भएको छ, सपोर्ट गर्नुभएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई मैले एकदमै हृदयदेखि नै, मलाई कस्तो भने अलिकति यो लुक्स पोलिटिकल पार्टीको उहाँ बालेन्द्र शाहको हुँदाखेरि मैले सम्पूर्ण काङ्ग्रेस, माओवादी, सम्पूर्ण के नेकपा एमाले, राप्रपा सबैले मलाई माया गर्नुभएको छ। माया गर्नुहोस्। एउटा बालेन्द्र शाहले त अब उहाँले नि हेर्नुभयो होला, उहाँले नि एउटा सपोर्टै मान्नुहुन्छ जस्तो मलाई लाग्छ। सबै नेपाली अब मेरो भिडियोहरू मिलियन भ्युज जाँदाखेरि सबैले हेर्नु भएको छ। मैले एकदमै उहाँहरूप्रति एकदमै धन्यवाद टक्राउन चाहन्छु। र मलाई नेपालको एउटा हजुरहरूले चाहिँ एउटा त्यस्तै के कलाकारको रूपमा अथवा चाहिँ उहाँको जस्तै देखिने मान्छे, सामान्य साधारण मान्छेकै रूपमा हेरिदिनु होला। मलाई त्यस्तो कसैले पनि नराम्रो, अब यो भिडियो हेर्दा नि कमेन्टहरू राम्रो गरिदिनु होला। उहाँको पोडकास्टमा आएर यति बोल्न पाइयो, उहाँको पोडकास्टलाई पनि माया गरिदिनु होला र देशलाई माया गर्नु होला, देशको कानुनलाई फलो गर्नु होला। आगामी दिनहरूमा पनि नेपाल विश्व सामु शान्ति समृद्धिको एउटा बाटोमा चिनिएको देश हो। नेपालमा चाहिँ हिंसात्मक अथवा नराम्रा आन्दोलन र एकदमै विवादित हुने कुराहरू जनताहरूले चाहिँ एउटा संयमतापूर्वक आफ्ना भनाइहरू, समस्याहरू सम्बन्धी ठाउँमा राख्नु होला। एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले साथ दिने हो र यसलाई चाहिँ हामी सम्पूर्ण नेपाली जनताहरूले मान्दै आएका छौँ र भोलिका दिनहरूमा पनि देशमा राम्रो विकासको साथसाथै नेपाललाई विश्व सामु चिनाउन सम्पूर्ण नेपाली जनताहरूको साथ सपोर्ट रहनेछ र मलाई पनि माया गर्नु होला भन्दै बिदा हुन्छु। हस् त, धन्यवाद। ओके, थ्याङ्क यू सो मच। जतिजनाले पनि राजन खनाल सरलाई चिन्नुहुन्छ, उहाँलाई चाहिँ उहाँको लुक्सलाई चाहिँ एप्रिसिएट गर्नुभएको छ। विभिन्न ठाउँमा बोलाउनुहोस्, उहाँलाई पनि विभिन्न कार्यक्रमहरूमा बोलाउनुहोस्, माया देखाउनुहोस्, सपोर्ट गर्नुहोस्। र उहाँ आफैले पनि भनिसक्नु, कुनै पनि राजनीतिक पार्टीप्रति उहाँ आकर्षित हुनुहुन्न, कुनै पनि पार्टीमा इन्भल्भ पनि हुनुहुन्न। उहाँ व्यक्तिसँग उहाँको लुक्स मिल्न गएको हो। त्यसैले सबैजनाले साझा सम्झेर उहाँहरूलाई माया देखाइदिनु होला। यहाँसम्म यो भिडियोलाई हेर्नु भएको छ भने सेयर गर्नुहोस् र आगामी नयाँ एपिसोड्सहरू पनि हामी लिएर आउनेछौँ। त्यसको लागि पनि स्टे कनेक्टेड। थ्याङ्क यू सो मच। हजुरलाई पनि एकदमै धेरै धेरै धन्यवाद। धन्यवाद।